सबैभन्दा पहिले बधाई छ इन्जिनियर प्रकाश विष्ट सरलाई। राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशको प्रथम ऐतिहासिक महाधिवेशनबाट लगभग 2/3 मतले उहाँ पुनः निर्वाचित हुनुभएको छ। साथीहरू, यसो त प्रदेश सभापतिमा आज मात्रै निर्वाचित हुनुभएको छ। उहाँलाई धेरै धेरै शुभकामना छ, किनभने सुदूरपश्चिममा स्थापना कालदेखि राष्ट्रिय स्वतन्त्र पार्टीलाई फैलाएर मजबुत बनाएर अहम सङ्घर्ष गरेका र अहम तपस्या गरेका एक मात्रै लिडर हुन् इन्जिनियर प्रकाश विष्ट। उहाँको सङ्घर्ष, उहाँको त्याग र उहाँको एउटा पार्टी बनाउनमा भूमिका मेहनतले आज पक्कै पनि उहाँले फेरि सभापति पदमा नियुक्ति भएका छन्। साथीहरू, आखिर राम्रो मान्छेलाई सबैले राम्रो नै देख्ने हुन् र राम्रो काम गर्ने मान्छेलाई जतिपटक जिताउँदा पनि जनताहरूको हात थाक्दैन। साथीहरू, उहाँले जिताइ नै राख्छन्। त्यसैले राम्रो मान्छेलाई जिताउनु भयो, यसको लागि मतदान गर्ने जनताहरूलाई पनि धन्यवाद छ र उहाँलाई पनि आगामी कार्यकालको धेरै धेरै शुभकामना छ। अब सुदूरपश्चिममा राम्रो काम गर्नुहुनेछ, अझै राम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई फैलाउनुहुनेछ भन्ने कुराहरूमा म विश्वस्त छु।